गाइज सबैजनालाई शुभ प्रभात। बिहानै म चाहिँ खाँदै तपाईँहरूको सामु फेरि अर्को भिडियो लिएर उपस्थित भइसकेको छु। हामी दुई बुढाबुढी चिया खाँदैछौँ। हेर्नुहोस् त गाइज, हामी चाहिँ चट्टा चिया आज पनि तपाईँहरूको सामु चट्टा छोटो मिठो भिडियो लिएर उपस्थित भइसकेको छु। यो मेरो जो अर्को भिडियोमा देखाएको रुम हो, यो मेरै रुम हो चाहिँ। र तपाईँहरूले मेरो युट्युब च्यानललाई कतिले सब्सक्राइब भएको छैन होला, त्यो गरिदिनु, लाइक र सेयर त्यतिकै क्यामेरा युट्युब बनाएको रे युट्युब। तपाईँहरू कतिजना कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट पनि गर्नु होला। तपाईँहरू कहाँबाट हेर्दै हुनुहुन्छ सबैजनाले फलो गरिदिनु होला, सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानललाई। सानो बोलिरहेको अनि मेरो रुमको वरिपरि तपाईँहरूलाई यसरी हेर्नु पाउनु हुन्छ। जाँदैछु म चाहिँ बाहिरतिर, बाहिर जानुपर्ने छ। बाहिर जान्छु हो, तपाईँहरूलाई म बाहिरको भ्यू पनि देखाउन चाहन्छु आजको सानो भिडियोमा। म चाहिँ बाहिरको भ्यू देखाउन गइरहेछु तपाईँहरूको माझमा। हाम्रो सृष्टि पनि छ यहाँ चाहिँ। हेलो हाई भन्नु के खायो हाम्रो पनि लेखिदिनु पनि भन न, के खायो? पानी चिया खाएको र के खतरा मान्छे हो। हाम्रो अहिले म चाहिँ लाममा बसिरहेको छु रुमबाट, त्यही भएर हाम्रो भ्यू चाहिँ यस्तै छ। पछाडिको भ्यू चाहिँ यस्तो छ, त्यही जस्तो छ। यो तम्बुतिरको भ्यूहरू यस्तो यस्तो छ हेर्नु ल, माथि गर्छ हो। घाम पनि मधुरो मधुरो लागिरहेको छ। हेर्नुहोस् यो पर चाहिँ एकदम जाने बाटो, यता पर चाहिँ यो सडक छ यहाँदेखि नि। हेर्नुहोस् र म चाहिँ खाँदै तपाईँहरूलाई यसो भिडियो सानो लिएर आएको तपाईँहरूको सामु। यस्तै छ हाम्रो यता इलामतिरको अवस्था चाहिँ। घाम लागिरहेको छ, हल्का हल्का तातो तातो छ मौसम हो। फुलहरू पनि चट्ट राम्रो फुलिरहेको छ त्यहाँतिर। तर तपाईँहरूलाई भिडियो कस्तो लाग्छ, कति के राम्रो नराम्रो के लाग्छ, के मिस्टेक भयो, कति बोल्दा कति मिस्टेक हुन सक्छ, सबै कमेन्टमा प्रतिक्रिया दिनु होला भन्दै छु। तपाईँहरूलाई कमेन्ट, लाइक अनि सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला, सबैजनाले गरिदिनु होला। यताको चाहिँ यता छ बाटो, परतिर यो चाहिँ नयाँ बजार जाने बाटो, यता कता कता जान्छ यो बाटो चाहिँ। ल गाइज, ल गाइज यस्तै चाहिँ सिलाको बसाइ हो। चियाको साथमा बिहानको सुरुवात। यस्तै चाहिँ हेर्नुहोस्, यो चाहिँ मेरो मिनी ब्लग है, मिनी ब्लग गाइजहरू। मिनी ब्लगमा चाहिँ सबैले एकदम स्वागत छ, यानि कि वेलकम।